हेलो गाइज, म छु अहिले लेह लद्दाख जाने यस क्रममा। भिडियोमा म हजुरहरूलाई बाटोमा देखिने सम्पूर्ण मनोरम दृश्यहरू देखाउने जमर्कोमा छु। यो आइस ब्रिज, तलबाट ठुलो खोला बगिरहेको छ। हामी आरामले यो ब्रिजबाट वारिपारी गर्न सक्छौँ। यो बरफले बनेको ब्रिज हो। त्यस्तै गरी मनै लोभ्याउने प्राकृतिक सुन्दर दृश्यहरूको साथसाथ म अब छिटै नै हजुरहरूलाई यो मुनमा जस्तै पाइने एउटा माटो, जसलाई हामी यहाँ मुनल्यान्ड भनेर चिन्दछौँ, त्यो ठाउँको पनि दृश्य म देखाउने छु हजुरहरूलाई केही क्षणमै। यो हेर्नु, सुन्दर गाउँ, यो लेह लद्दाख जाने बाटोमा पर्छ यो गाउँ। अबको केही क्षणमै मुनल्यान्डको दृश्य हजुरहरूले हेर्न पाउनुहुनेछ। त्यो दृश्य हेरेर पक्कै पनि आनन्द लिनुहुनेछ। मुनल्यान्ड क्रस गरेर केही अगाडि बढ्दै गरेपछि एउटा म्याग्नेटिक हिल जो पहाड आउँछ, जो अन्य पहाडभन्दा छुट्टै किसिमको पहाड छ, जहाँ गाडीहरू चढ्नको लागि निकै नै अप्ठ्यारो हुने गर्दछ। त्यो पहाडको माथिबाट कुनै पनि जहाज, हेलिकप्टरहरू पनि आउने गर्दैनन्। यो हजुरहरूले देखिरहनु भएको छ मुनल्यान्ड। यो चारैतर्फ फैलिएको छ माटो, चन्द्रमामा जस्तै पाइने माटो हो यो। हेर्नुहोस् त, कत्रो ठुलो इलाकामा फैलिएको छ, एउटा छुट्टै किसिमको माटो। मनोरम दृश्य छ यसको। यो मुनल्यान्ड हजुरहरू लेह लद्दाख आउने क्रममा बाटोमा जो कोहीले पनि देख्न सक्नुहुनेछ।